राप्रपाका माननीय खुशबु ओलीले 2-4 जना कन्टेन्ट क्रिएटर यानि कि रासपाका कन्टेन्ट क्रिएटरले टार्गेट गरेर साइबरमा केस हालेपछि अहिले रासपा समर्थक अर्थात् भूमिका गिरिजीले चाहिँ के भन्नुहुन्छ त एकपटक सुन्नुहोस् त। अचम्मको कुरा गर्छन् बा, अचम्मको कुरा गर्छन्। हाम्रो रासपालाई सपोर्ट गर्ने जति पनि साथीहरू हुनुहुन्छ नि उहाँहरू चाहिँ 2-4 जनालाई चाहिँ हाम्रो माननीय खुशबु ओलीज्यूले चाहिँ साइबर ब्युरोमा केस हाल्नु भएको रहेछ। अचम्म लाग्दैन तपाईहरूलाई? तपाईहरू आफू सदनमा के बोल्दै हुनुहुन्छ, हामीले कस्तो बोल्ने वातावरण बनाउँदैछौँ, अनि जनताहरूले हामीलाई के भनिरहेका छन् भन्ने कुरा तपाईँहरूलाई अलिकति नलेज हुन्छ कि हुँदैन? तपाईँहरूले चाहिँ जे मन लाग्यो त्यही बोल्न पाउने होइन, अनि तपाईँहरूले बोलेको प्रश्नको उत्तर चाहिँ जनताहरूले दिन नपाउने, के भन्न खोज्नु भएको तपाईँहरूले? आमा ल है राष्ट्रपालाई सपोर्ट गर्ने साथीहरू, अब नेता मात्र नभएर हामी कार्यकर्ताहरू हुन्छ नि, सपोर्टरहरूलाई हामी सपोर्ट गर्ने व्यक्तिहरूलाई पनि पुरै हाम्रो माननीय खुशबु ओलीज्यूलाई केही भनौँ भने साइबर ब्युरोमा केस हालिदिने, अनि हाम्रो के अरे ज्ञानेन्द्र साईज्यूलाई केही भयो भने जापान, अस्ट्रेलिया, कोरिया, मलेसिया कुन कुन ठाउँमा छरिएर बस्नुभएको छ सबैलाई एक एक टिकट गरेर नेपाल पठाइदिने। उहाँहरूको त त्यस्तो धम्की पो आउन थाल्यो त के हो कुरो? ल ल ल ल दाजु ज्ञानेन्द्र साईज्यू लु त, दसैँ पनि आउन आँटिसकेको छ, हाम्रो दाजुभाइ दिदीबहिनीहरू पनि नेपाल आउन नपाएर धेरै गाह्रो भइरहेको छ। ल पठाइहालौँ त, नेपाल झिकाइहालौँ त। यसो दसैँमा टिका लगाउन, घरमा रमाइलो गर्न पनि पाइन्छ, आफ्नो फ्यामिलीसँग पनि बस्न पाइन्छ। लाज हुँदैन तपाईँहरूलाई? त्यही त भनेको। तपाईँहरू चाहिँ के अरे अब माल त खानुहुन्न, तपाईँले भन्नुभएको दाल खाएको सुरुमा मन परी बोलिदिने, जे पनि भनिदिने, तपाईँ टिकटक फेसबुक लाइभमा आएर जताततै उयो कन्टेन्ट क्रिएटर भनेर गृहमन्त्रीज्यूलाई भन्दै हुनुहुन्थ्यो। तपाईँ हो 1 नम्बर कन्टेन्ट क्रिएटर, सामाजिक सञ्जालबाट चाहिँ छापछाप्ती भएर रोइलो मचाएर आउनुभएको चाहिँ तपाईँ। अनि जापानमा गएर दाल खाइसकेपछि त्यो दालको झोलले रिनिनी भइसकेपछि चाहिँ अनि फेसबुक लाइभमा आएर मुख माननीय प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू होइन, सबैजनालाई चाहिँ तपाईँले मुख छाड्न नानाभाती भन्न पाउने। त्यति मात्र नभएर जनताहरूलाई तिमीहरू जस्तो बेल्चा हानेर बसेको मान्छे हो, म पढेर आएको मान्छे हो, जनताहरूसँग लडेर आएको मान्छे हो, फल्ना गरेर आएको होइन, ढिस्का गरेर आएको होइन भनेर तपाईँहरू बोल्ने बेलामा चाहिँ टिन्न भइसकेर होइन, आँखा झिपझिप बनाउँदै अनि बिहान उठेर फ्रेसमा हेर्दाखेरि त्यो आफ्नो भिडियोले सामाजिक सञ्जाल तताइसकेपछि डिलिट गर्ने, लाज शरम केही पनि नहुने तपाईँहरूलाई। अनि हामी जनताहरूले तपाईँहरूको प्रश्नको उत्तर दिएर हामी खडा भएर खबरदारी गर्दाखेरि चाहिँ तपाईँहरूले केस हालिदिने। ओहो कति सस्तो छ हौ त्यो केस भन्ने कुरो चाहिँ। साइबर केस कति सस्तो, साइबर ब्युरोमा पनि त्यत्तिकै के अरे तपाईँहरूले दिएको तलब र भत्ता मात्रै खाएर त बस्नु भएको छैन होला, आफूले दुःख गरेर कमाएर बस्नु भएको छ होला। तपाईँहरूले जे भन्नु त्यही मान्नको लागि तपाईँहरूले पहिले के भन्नुभएको छ, तपाईँहरूले कस्तो खालको अभिव्यक्ति दिनुभएको छ र त्यसको रिप्लाई के गरेका छन् जनताहरूले भन्ने कुरो पनि बुझ्नुहुन्छ होला होइन। त्यत्तिकै कर्याप झ्यापार कोच्न त कसैलाई पनि पाइँदैन। तपाईँहरू आफू ठिक ठाउँमा बस्नुहोस् के, जनताहरूलाई बोल्ने बाटो नबनाइदिनुहोस्। तपाईँहरू नेताहरूलाई मात्रै नभएर जनताहरूलाई समर्थन गर्ने व्यक्तिहरूलाई पनि तपाईँहरू चाहिँ औँलाले घोची तपाईँहरू पेल्ने, अनि तपाईँहरूलाई चाहिँ आफूले बोल्दाखेरि चाहिँ स्याबास भन्ने, अनि अरूले बोलेको चाहिँ पचाउन सकिँदैन भने किन बोल्नु पर्यो? सदनमा रोइलो किन मचाउनु पर्यो? दाल खाएर रिनिनी फिनिनी भएर चाहिँ अनि किन आउनु पर्यो लाइभमा? तपाईँले विदेश दुःख गर्नको लागि तपाईँले पठाउनु भएको हो, तपाईँको गोजीको पैसा हालेर विदेशमा हाम्रो दाजुभाइ दिदीबहिनीलाई पठाउनु भएको हो र तपाईँले भन्ने बित्तिकै खुरुक्क आउनुपर्ने तपाईँको कुरा सुनेर त्यही विदेशमा दुःख गरेर बेल्चा हानेर पठाएको रेमिटान्सबाट तपाईँहरूले लाद्रो पड्काउँदै हुनुहुन्छ। यो पनि नबिर्सिनु होला। काहीँ नभएको साँच्चै यिनीहरूको दिमाग चाहिँ कस्तो होला अचम्म लाग्छ। त्यही नेपालीहरूले, प्रवासी नेपालीहरूको रेमिटेन्स छ, उनीहरूको तलब भत्ता, उनीहरूले फ्यामिली पालिरहेको अवस्थामा हामी विदेशीले बोल्न नलाउने होइन, तपाईँको मुख बन्द गरिदिने, तिमीहरू केही नजाने, तिमीहरू पाखण्डीहरूले के बोल्नै पर्दैन भनेर अभिव्यक्ति दिने ज्ञानेन्द्र साई र खुशबु ओलीलाई चाहिँ कडाभन्दा कडा हामी नेपाली प्रवासीहरूले सजाय दिनुपर्छ, कारबाही गर्नुपर्छ। अनि तपाईँले कसलाई कमेन्ट